देखाएकै छैन। ल ल आमै दुईटा ए हो आमा छोरा हो ए ए ए हस् पर्दैन हिँड्नु जानेको छु। त धन्न चिप्लो बाटो चाहिँ छैन रहेछ नि। त्यही त बहिनी र म चाहिँ पानी लिनु झरेको तल बाँसघारीदेखि तल खोल्सीमा झरेछ। पानी लिएर निस्केर हामी जुका त हुँदैन नि है बेसी भएर। कहाँ ए हो यो हाइवे नै होइन त। कहाँनिर संसारी पूजा चाहिँ ए पूजा गर्ने यो के हो माछा पोखरी पनि हो ए ल तल हाइवे माछा छ ए ल यो चाहिँ पानी बन्द गर्ने हो अरू बेला ए ठुलो रहेछ नि त नि ठुलो ट्याङ्की रहेछ है कसले झोला राखेको रहेछ पानी रखेको परेछ यो सबै पूजा गर्ने एरिया नि त नाग पूजा यस्तोमा त नाग पूजा त कुवा थियो ए पानी पनि मिठो होला है यहाँको त किन मैले पनि पिएको छैन अब टेस्ट गर्नु पऱ्यो कतिवटा भयो तिमीको 5वटा डिउ कोक सबै आएछ त लेमन कोकको जति चाहिँ यताको अनि यो उसको चाहिँ निम्बु पानी चाहिँ मैले उहाँबाट लिएर आएको खानुलाई लामखुट्टेले खाएको नि त है पानी परिरहेको छ र पनि तर यस्तोमा त मतलब के फेरि खाएन ल गाईघाटमा आएर पनि पानी भर्ने कुवा धारा आइयो पँधेरा
ल मैले चाहिँ एउटा मात्रै हारेँ खोला कता हो ए यो यहाँ छ खोला यो दिशाबाट भएको खोला चाहिँ उ जस्तो छ ठुलो ए अनि बाँध हालेको आउन त गएर हेरौँ ऊ पानी पर्यो हेर फेरि यहाँ खोला छ अरे हामी खोला हेर्न आएको हरियो पानी भयो त है ऊ पौडी खेल्नलाई बाफ्रे ए ठुलै रहेछ नि त नि तलबाट हेर्दा पो कुरो है आएछ बाढी हेर बाफ्रे यो त ठुलो आउँदा त माथि माथि आउने होला के खोला भन्छ यसलाई काली खोला काली नाम दिएको है ऊ त मुनि पनि प्लास्टर गरेको छ भुइँ पनि ए खोतल्छ भनेर बाफ्रे टाढो हौ हामी चाहिँ यो जङ्गलबाट झरेको हो बाँसगाडीमा उयो के गर्नु लाग्यो ए ल जाऊँ ल हामी